आदरणीय दर्शकवृन्द नमस्कार। कार्यक्रम खुला सिमानामा यहाँहरुको हार्दिक स्वागत छ। म हुँ राधेश्याम मल्ल। दर्शकवृन्द कार्यक्रम खुला सिमाना नेपाल र भारत बीचको सम्बन्धलाई अझ प्रगाढ र अझ राम्रो बनाउने एउटा अभियान हो। त्यस कारणले गर्दाखेरि हामीले विगत 6 महिनादेखि यसै विषयमा छलफल गर्दै आइरहेका छौं र नेपाल भारत बीच रहेको खुला सिमानाको दुरुपयोग हुँदा देखिएका चुनौतीहरू यदि हामीले समयमै न्यूनीकरण गर्न सकेनौं भने ती समस्याहरूले दुवै देशको सम्बन्धलाई सपार्ला या बिगार्ला। यदि बिगार्ने स्थिति छ भने त्यसलाई सपार्नका लागि दुवै देशका जिम्मेवार निकायहरू कसरी अगाडि बढ्नुपर्छ भन्ने विषयको छलफलमा आज हामीले कार्यक्रममा निम्त्याएका छौं नेपाली कांग्रेसका एकजना नेता डाक्टर अमरेश कुमार सिंह। आउनुस् कार्यक्रममा उहाँलाई हार्दिक स्वागत गरौं। डाक्टर साहब, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। डाक्टर साहब, नेपाल र भारतको सम्बन्ध बुझ्ने र नजिकबाट सम्बन्धलाई नियाल्ने व्यक्तिमा गनिनुहुन्छ। डाक्टर साहब, जस्तै तपाई सर्लाही क्षेत्र नम्बर 6 बाट संविधान सभा 2 मा निर्वाचित भएर पनि आउनुभयो। त्यसको पनि हाम्रो तर्फबाट कार्यक्रमको तर्फबाट यहाँलाई धेरै धेरै बधाई छ। र तपाई सीमा क्षेत्रसँगै जोडिएको जिल्लाबाट प्रतिनिधित्व गर्दै आउनु भएको कारणले गर्दा सीमाना कसरी र कति बेला चाहिँ बढी दुरुपयोग हुन सक्ने सम्भावना देख्नुहुन्छ? सबभन्दा पहिला त तपाईलाई धन्यवाद। जहाँसम्म नेपाल भारतको सम्बन्ध छ, खुला सिमाना छ, त्यो सम्बन्धलाई मैले अध्ययन गर्ने कोसिस गर्छु। राजनीतिक कर्मीको हिसाबले मेरो निर्वाचन क्षेत्रको 7 वटा गाविस नेपाल भारतसँग सिमानासँग जोडिएको गाविस हो। 24 गाविस मध्ये मेरो निर्वाचन क्षेत्र नै को 7 गाविस जोडिएको कारणले र जहाँ मेरो जन्म भएको छ त्यो गाउँ पनि नेपाल भारतको सिमानासँग जोडिएको हो त्यो गाविस। त्यसकारणले पनि ग्राउन्डबाट नियाल्ने कोसिस गर्छु। जुन तरिकाले नेपाल भारत सिमानाको कुरा काठमाडौँमा हुन्छ, जुन एक्जेरेटेड तरिकाले बढाव चढाव देखाउने या दिल्लीमा हुने गरेछ त्यो यथार्थ होइन। त्यसको केही प्रतिशत मात्रै यथार्थ हो। अर्थात् डाक्टर साहबले बडो महत्त्वपूर्ण कुरा गर्नुभयो कि नेपालको राजधानी काठमाडौँ र भारतको राजधानी नयाँ दिल्लीमा यो सिमानासँग जोडिएका विषयमा छलफल हुँदा ती छलफलहरू यथार्थपरक रूपमा छलफल हुँदैन। किनभने दुवै तर्फको सिमानाको व्यक्तिलाई त्यो छलफलमा कहिले पनि राखिएको छैन। तपाईलाई म बताउँछु कि मैले बुझ्दाखेरि जसरी भारतले सीमा सुरक्षा बल एसएसबी राख्यो, नेपालले पनि सीमामा सशस्त्र एपीएफ राख्यो, सशस्त्र प्रहरी बल राख्यो र त्यसले दुवै देशको जनतालाई नै दुख दिने काम गर्यो। म तपाईलाई बताउँछु 1-2टा घटना बाहेक कहीँ पनि केही ठुलो प्रमाणमा हतियार या ड्रग्स या केही समात्ने काम गरे या फेक करेन्सी या जे दुवै देशमा गलत गतिविधिलाई रोक्ने काम गर्नु, उल्टै दुवै बलको कमाउने अड्डा भयो। तपाईलाई बताउँछु, म बललाई डिफेम गर्न खोजेको होइन, तर के भने त्यहाँ गतिविधि जुन नेचुरल सम्बन्ध थियो त्यसलाई पनि आर्टिफिसियल सम्बन्धतिर लैजाने कोसिस गरियो। अर्थात् सुरक्षाको नाममा राखिएका सीमा क्षेत्रमा दुवै देशबाट राखिएका सुरक्षा बलले दुवै देशका जनताहरूलाई सहयोग भन्दा पनि असहयोग भएको भन्ने कुरा भन्न खोज्नु हो। दुवै क्षेत्रको जनतालाई असहयोग भइरहेछ। किनभने तपाईले बारम्बार, किनकि त्यहाँ सीमामा मिडियाको पहुँच कम छ, सञ्चार माध्यमको पहुँच कम छ, तापनि कहिलेकाहीँ समाचार माध्यममा आउँछ कसरी आम जनता, आम नागरिक नेपाल भारतको एउटा नेचुरल सम्बन्ध थियो। तर मैले दुःख के साथ भन्छु कि आजसम्म होल नेपाल र इन्डियाको इतिहासमा एउटा जंग बहादुर बाहेक नेपाल सरकार र भारत सरकारको सम्बन्ध कहिले पनि राम्रो रहेन। कहिले पनि राम्रो सम्बन्ध छैन। जसको बहादुरले के गरे जुन कुरा होइन, ब्रिटिस इन्डियासँग उसको सम्बन्ध के भने ब्रिटिस इन्डियालाई सहयोग गर्यो, विश्वासको साथ उसले इन्डियाको सिपाही। त्यो राजनीतिक रूपमा सही होइन त्यो, तर त्यो एउटा नेसनको इन्ट्रेस्टमा सही कहाँ थियो भने कि नेपालको इन्ट्रेस्टलाई जोगाउने जंग बहादुरले त्यो बेला कोसिस गर्यो। मैले जंग बहादुरको सबै कामलाई मैले डिफेन्ड गर्न खोजेको होइन फेरि, तर जंग बहादुरजीले के गर्नुभयो भने आखिर ब्रिटिस सरकारलाई सहयोग गरेर पनि आफ्नो जुन भूमि गइसकेका थियो त्यो नयाँ मुलुकको रूपमा 4 जिल्ला फिर्ता गराउन सफल हुनुभयो र त्यो बेलाको सम्बन्ध थियो। तर यताको दिनमा तपाईलाई बताउँछु नेपाल भारतको सम्बन्ध सरकारको लेभलमा
जनताको सांस्कृतिक कल्चर त्यो नेचुरल सम्बन्ध छ, भाषाको या भनौँ न विभिन्न गीत सङ्गीत यो सम्बन्ध आफ्नो ठाउँमा छ, त्यसले राष्ट्रलाई गाइड गर्ने भने एकदम त्यो सामान्य फ्याक्टर हो। तर दिल्लीको सरकारको र काठमाडौँको सरकारको सम्बन्ध कहिले पनि राम्रो रहेन। डाक्टर साहब यसमा म बताउन के चाहन्छु भने दिल्ली र नेपालको सरकारको सम्बन्ध राम्रो भएको भए नेपाल अहिलेसम्म विकसित भइसकेको हुन्थ्यो। नेपाल किनकि त्यही भुटानलाई भारत सरकारले 1600 करोड अनुदान दिन्छ, 1600 करोड 1600 करोड, जबकि त्यहाँ पपुलेसन जम्मा 1 मिलियन छ। त्यसको 28 गुणा बढी पपुलेसन नेपालमा छ, 28 मिलियन छ। त्योभन्दा बढी सीमा पनि सेयर गरेको छ, ओपन सीमा खुला सीमा सेयर गरेको छ। तर नेपाललाई जाब 400 करोड जति पैसा मात्र दिन्छ। डाक्टर साहबले भन्न खोज्नु भएको नेपाल भुटान र भारतको जुन सम्बन्ध छ, भुटान जसरी भारतसँग प्रस्तुत हुन्छ अर्थात् भारत भुटानसँग जसरी प्रस्तुत हुन्छ त्यस्तै प्रस्तुति नेपाल र भारत बीच पनि हुनुपर्ने हो एकअर्कालाई। होइन, तपाईले त्यो गलत व्याख्या गर्नु। मैले के भन्न खोजेको भने यदि छिमेकीसँग राम्रो सम्बन्ध हुन्छ भने छिमेकीको प्रस्पेरिटीसँग त्यो अर्को छिमेकी जुन लेस प्रस्परस छ, लेस यानी विकसित छ, कम विकसित छ, त्यसले फाइदा लिन्छ। मैले तपाईलाई के भन्न चाहन्छु कि नेपालको परराष्ट्र नीति, नेपालको राजनीतिक अस्थिरता चाइना र भारतसँग राम्रो सम्बन्ध नभएको कारणले नेपालको परराष्ट्र नीति कहिले पनि सही रहेन। कहिले पनि यहाँ ढोङमा एउटा परराष्ट्र नीति चलेको छ। नेपालको परराष्ट्र नीति के को लागि? परराष्ट्र नीतिमा मैले पढेर आएको के छ भने डिप्लोमेसीमा के हुन्छ भने ओन्ली नेसन इन्ट्रेस्ट भाइटल हुन्छ, राष्ट्रको इन्ट्रेस्ट के हो त्यो भाइटल हुन्छ। मेरो राष्ट्र कसरी विकसित हुन्छ? तर हामी चुकेका छौँ, हाम्रो नेताहरू, हाम्रो सरकारहरू, विगतका सरकार या अहिलेका सरकार चुकेका छौँ। किन हामी चाइनाबाट केही फाइदा लिन सकेका छौँ न भारतबाट फाइदा लिन सकेका छौँ। त्यहाँ हाम्रो कूटनीति चुकेकै छ। अब यतिखेर नेपालको नेशनल इन्ट्रेस्ट के हुन सक्छ? किनकि तपाईँ परराष्ट्र नीतिको विषयमा पनि त्यतिकै जानकार हुनुहुन्छ, कूटनीतिको विषयमा त्यतिकै जानकार हुनुहुन्छ। डाक्टर साहब भनिदिनुहोस्, नेपालको परराष्ट्र नीति के हुनुपर्छ र नेपालको नेशनल इन्ट्रेस्ट के हुनुपर्छ जुन चाहिँ दुवै देशलाई चिढाउने होइन रुझाउनेसम्म पनि बन्न सकोस्? या अलिकति यसको बारेमा बताइदिनुहोस् न। एउटा कुरा के भने सबभन्दा पहिला त यहाँको राजनीतिक दल, यहाँको सरकार जहिले पनि चाइनासँग भेट्दाखेरि इन्डियन कार्ड देखाउने, इन्डियासँग भेट्दाखेरि चाइना कार्ड देखाउने, त्यो बन्द हुनुपर्छ। हामी दुईटैले आश्वास पाउनुपर्छ कि तपाईँ दुईटा देशको, ठुला देशको जुन सिक्युरिटी कन्सर्न छ त्यसलाई हामी हेर्छु, सिक्युरिटी कन्सर्न कहीँ ब्रिच हुन दिन्न। जुन आजका दिनसम्म पनि प्र्याक्टिस भइराखेको स्थिति हो, होइन? हो, अहिलेसम्म प्र्याक्टिस के हो भने चाइनिज डिप्लोमेट चाइना जाँदाखेरि भारतको हत्तुगाली गर्ने कि सबै तपाईँले गर्छौँ, यता फेरि सेम मान्छे, सेम व्यक्ति, सेम नेता, सेम पदाधिकारी भारत जाँदाखेरि तपाईँलाई सबै गर्छु, चाइनालाई ठिक पार्छु। हुँदा हुँदा के हुन्छ, एउटा कुरा के हाम्रो यहाँको सरकारको मान्छे अथवा पार्टीको नेताहरू बुझ्न सकिरहेको छैन, चाइना र भारतको त कहीँ न कहीँ कुरा भइरहेको हुन्छ नि। दुईटैले भन्छ कि यो त दुईटैले हामीलाई ढाँटिरहेछ। त्यस कारण दुईटैको ट्रस्ट छैन, नेपालमाथि न चाइनाको ट्रस्ट छ न भारतको ट्रस्ट छ। यदि ट्रस्ट भएको भए उनीहरू 5-10 हजार करोड चाइना र भारतको इकोनोमीमा ठुलो कुरा होइन, दिएर पनि यसलाई डेभलप गराउँथ्यो कि हाम्रो छिमेकी छ यसलाई दिएर पनि डेभलप गराउँ। तर हामी जहिले पनि एक अर्को कार्ड प्रयोग गर्छौँ, त्यो प्रयोग बन्द गर्नुपर्छ। दोस्रो कुरा, बन्द क्रममा हामी जे पनि माग्ने, टिभीमा आउँदाखेरि या बाहिर भाषण गर्दाखेरि जे पनि गाली दिने, के पनि एक्सेप्ट नगर्ने, त्यो कुरा चल्दैन। जे बन्द कमरामा कुरा गर्छु त्यही कुरा बाहिर हुनुपर्छ। डाक्टर साहब अलिकति दोस्रो तेस्रो कुरामा पोइन्ट भन्न दिनुहोस्, इन्भेस्टमेन्टको पोलिसी के? नेपालमा कहिले पनि ठुला इन्भेस्टमेन्ट भएन। यहाँ ट्रेड युनियनहरूले पार्टीले क्रिएट गरेको हो। कोही पनि इन्भेस्टर आउँदैन कि म इन्भेस्ट गर्छु तपाईँ लुट्नुहोस्, एउटा पार्टीको झन्डा गाड्नुहोस्, मेरो फ्याक्ट्री बन्द गर्नुहोस्, मेरो मालिकलाई कालोमा या म्यानेजरलाई कालो मुसो गर्नुहोस्। जसरी म तपाईँको परराष्ट्र सम्बन्धमा नै आउँछु, यदि परराष्ट्र सम्बन्ध हाम्रो राम्रो भएको भए हाम्रो छिमेकी भारतको प्रधानमन्त्री 17 वर्षदेखि आएको छैन। 1997 मा आइके गुजराल बायोलेटर भिजिटमा आएको थियो। त्यसपछि हाम्रो मुलुकको कति प्रधानमन्त्री त्यहाँ गए र भारतको प्रधानमन्त्री कति यहाँ आए? एउटा पनि आएको छैन। कारण के? राम्रो रिलेसन नभएर हो। राम्रो छिमेकी यहाँ तपाईँ जतिसुकै त्यहाँ ठुला बडा हुँदैन, चिया खान पसिहाल्नुहुन्छ नि, ल म तपाईँको चिया खान आउँछु। तर हामी एकतर्फी जाने, आफू पर्सनल कुरा माग्ने, राष्ट्रको लागि नमाग्ने, जनताको लागि नमाग्ने। मैले धेरै प्रधानमन्त्री आएको छु, म नाउँ कसैको भन्न चाहन्न, तर मैले धेरै प्रधानमन्त्रीलाई के देखाएको छु भने प्रधानमन्त्रीको कुरा गर्दैछु, म पार्टी नेताको कुरा गर्दैछु, पूर्व प्रधानमन्त्रीको कुरा गर्दैछु, राष्ट्र प्रमुख र सरकार प्रमुखको कुरा गर्दैछु।
साना लेभलको त भन्छ व्यक्तिगत फाइदा लिन खोज्ने, राष्ट्रको जनताको फाइदा लिने। नेगोसिएसनमा त राष्ट्र पहिला हुनुपर्छ, जनता पहिला हुनुपर्छ नि। हामी राष्ट्रलाई बनाउँछौँ जसरी सिङ्गापुर कसरी बन्यो। सिङ्गापुरमा चाइनाको मनी, ब्ल्याक मनी, इन्डियाको ब्ल्याक मनी गएर बनेको नि। सिङ्गापुरमा त क्यापिटल त थिएन, पैसा त थिएन। आखिर अरू देशको पैसा गएर थुप्रेर त्यहाँ एउटा सिङ्गापुरले एउटा इन्भेस्टमेन्टको इन्भाइरोमेन्ट क्रिएट गरिदियो, त्यहाँ कानुनी राज्यको स्थापना गरिदियो। हामी त कानुनी राज्यको मान्यता छैनौँ, अहिले पनि भारदारी सिस्टममा छौँ। आफ्नो मान्छेबाट चलाउने, आफ्नो मान्छेलाई फाइदा पुर्याइदिने, त्यसको लागि मात्र राज्यको निर्माण हो। अर्थात् नेपालका प्रधानमन्त्रीहरू तपाईँले यति भनिरहँदा राष्ट्रमुखी, देशमुखी अथवा जनतामुखी भन्दा पनि स्वमुखी हुन थाले। हो, अहिलेसम्म त्यही देखेको छ, इतिहासले त्यही देखाएको छ। अहिलेसम्म म एउटा अन्तर्राष्ट्रिय सम्बन्धको विद्यार्थीको नाताले मैले यसमा खोजी गरिरहेको छु कि के कारणले हाम्रो नेपाल विस्तृत भयो, के कारणले नेपाली जनतालाई पछाडि पारियो, नेपाल राष्ट्रलाई पछाडि पारियो। त्यसमा वान अफ द कारण नेपालको जुन राजनेता या जुन सत्तारूढमा पुग्ने व्यक्ति र उसको दलमा राष्ट्रियता छैन। राष्ट्रियता नारामा होइन, राष्ट्रियता टोपी र ड्रेसमा होइन, राष्ट्रियता जनतालाई हुन्छ। राष्ट्रियता त्यो दिन मान्छु जुन दिन हाम्रो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना पनि युवा नेपाली रोजगारीको लागि विदेश जाँदैन। त्यसरी विदेश पठाउनको पछाडि पनि त दोषी त राजनीतिक दलै। मैले त्यही भनिरहेको छु, त्यो परराजनीतिको फेलियर हो। एउटा कुरा तपाईँलाई बताउँछु, जो आयो समते मेरो देशको यति श्रमिकलाई राख्नु, लाजै मर्नु पर्ने यस्तो कुरामा, तर हामी लाज मान्दैन, गर्व साथ भन्छौँ फलानु देशमा त मैले 2 लाख मान्छे पठाएछु, फलानु देशमा 10 लाख भन्छु। हामी त मानव बेचुवा मान्छे हो नि, जनतालाई बेचिरहेको छु नि। हामी राष्ट्रले त्यसको राष्ट्रियताको ढोङमा कहिले पनि यहाँ इन्भेस्टमेन्ट हुन दिएन, कहिले पनि यहाँ विद्युतको विकास हुन दिएन। हरेक प्रधानमन्त्री आउँछ भन्छ कि म त 5000 मेगावाट बिजुली बनाउँछु, 10,000 मेगावाट बनाउँछु। यो पत्याउने कुरा हो। 100 वर्षमा 1000 मेगावाट बिजुली भयो। 100 इयर्स विद्युतको नेपालमा भइसकेको छ। विद्युत स्टार्ट भएको, बन्ने स्टार्ट भएको 100 इयर्स भइसकेको छ। त्यसमा 100 इयर्समा 1000 मेगावाट मात्र बनाउने र 5 वर्षमा 10,000 मेगावाट बनाउने पत्याउने कुरा हो। अब डाक्टर साहब, फेरि हामी नेपाल भारतको सम्बन्धकै विषयमा कुरा गरौँ। नेपाल भारतको बीचको यो खुला सिमाना, जुन अघि पनि मैले कार्यक्रमको सुरुवातमा यसलाई जानकारी गराएँ कि नेपाल भारतको खुला सिमानाको दुरुपयोग हुँदा जुन भारतलाई पनि सुरक्षा चासो छ र नेपाललाई स्वाभाविकै रूपले त्यसले हुन्छ नै। अब यी सुरक्षा चासोलाई निमट्या भनौँ न जसरी एड्रेस गर्नका लागि, राइटली एड्रेस गर्नका लागि नेपाल र भारत बीच कस्तो खालको समन्वय हुनु पर्ला? दल बीच, राष्ट्र बीच, ब्युरोक्राट्सहरू बीच अथवा अरू सेक्युरिटी पर्सनलहरू बीच? तपाईँलाई म बताउँछु, यसको लागि दुईटी देशको सुरक्षाकर्मीको बिचमा राम्रो सम्बन्ध हुनुपर्छ, दुईटी देशको पोलिटिसियनको राम्रो सम्बन्ध छ। बोर्डर हाम्रो बिहारसँग जोडिएको छ, युपीसँग जोडिएको छ, उत्तराखण्डसँग जोडिएको छ, बङ्गालसँग जोडिएको छ। तर हामी कहाँ जान्छौँ? दिल्ली जान्छौँ। हामी पटना, लखनऊ या कलकत्ता जान रुचाउँदैन, देहरादून जान रुचाउँदैन। यो ढोङ हो नि। यदि बिहारको बोर्डरमा प्रब्लम छ भने हामी बिहारको राजधानी पटना गएर त्यहाँ कुरा गर्न सक्नुपर्छ। त्यहाँको पोलिटिसियन चाहिँ यहाँको पोलिटिसियन राम्रो रिलेसन हुनुपर्छ। त्यहाँ पनि राम्रा होला कि नराम्रा होला म भन्ने, तर राम्रा कुरालाई त हामी कुरा गर्न सक्छौँ नि। जसको युपीसँग जोडिएको सीमा छ, युपीको लिडरसिपसँग कुरा गर्नुपर्छ, युपीको सरकारसँग कुरा गर्नुपर्छ। ठिक छ, दिल्ली केन्द्रको विषय हुन्छ फरेन पोलिसी, तर त्यसको साथसाथ तर हामी के हुन्छ भने पटना र लखनऊ या कलकत्ता जान लाज मान्छौँ, किन हाम्रो त ढोङ छ नि। गयो भने कहीँ एक दिनको लागि घुमाइदियो भने हामी ल एक दिन घुम्छु त्यो सहर हेर्छु, कहिले पनि सिरियसनेस आएन। जस्तै अस्ति भर्खर तपाईँको सञ्चार माध्यम कि धेरै पछि यहाँको आइजी भारत सरकारको निम्तोमा गए। हामी अरू देशको निम्तोमा जान तयार हुन्छौँ, भारतको निम्तोमा फेरि हामीलाई राष्ट्रियता खतरामा पर्छ कि त्यो सोचिन्छ। इभन भारतले पनि के सोच्छ भने हाम्रो काम एज इट इज चलिरहेको छ, के गर्ने एडाक बेसिसमा काम भइरहेछ। कम्पोजिट कम्प्रिहेन्सिभ एउटा सिक्युरिटी कन्सर्न छ। जस्तै भारतको मानौँ न कि हाम्रो एयरपोर्टलाई मोडर्नाइज गर्ने के फरक पर्छ? हाम्रो मेन पावरले गर्छ। यदि कसैले मोडर्नाइज भन्छ भने, तपाईँले स्टुडियो भन्छ राम्रो मोडर्नाइज गर्नु किन यसमा हाम्रो राष्ट्रियता घुम्छ, यो टेलिभिजनको राष्ट्रियता घुम्छ। मैले भन्न खोजेको कि आजको दिनमा हामी एडिबीको सहयोग लिन्छौँ, वर्ल्ड ब्याङ्कको सहयोग लिन्छौँ। किन? कि त्यसमा घुम्न जान पनि डलर पाइन्छ। तर त्यही सहयोग हामी चाइनासँग लिन खोज्दैन, भारतसँग लिन खोज्दैन। हामी के कारण के भने अर्को कारण तपाईँलाई बताउँछु। यहाँको जुन सत्ताधारी
क्लास छ, रुलिङ क्लास भन्छ। म व्यक्ति होइन, म कुनै थरलाई पनि भन्न खोजेको होइन। त्यो रुलिङ क्लासको छोराछोरी कहाँ बस्छ? युरोप, अमेरिका, अस्ट्रेलिया। उसले भारत र चीनसँग सम्बन्ध कोही मतलबै हुँदैन नि। कहिले काहीँ उसलाई तीर्थाटन गर्न जाँदाखेरि हुन्छ या नेपालमा मन लागेन घुम्न जाँदालाई हुन्छ, त्यो उसको सही कन्सर्नै छैन नि। उसलाई वृद्धा भयो, ओल्ड एजमा पनि छोराछोरी भेट्नु छ या उसको नाति नातिनी जन्मदाखेरि अमेरिका जानु छ, अस्ट्रेलिया जानु छ, युरोप जानु छ। उसलाई न नेपालसँग मतलब छ र नेपालको छिमेकीसँग मतलब छ। घुम्नको हिसाबले केही तल भत्ता पाइयो भने हामी चाइना पनि गइदिन्छौँ। भारतले भत्ता दिनु किन जाने? दियो भने आइसी दिन्छ, 200, 400, 500 आइसी अलिकति 800 जति हुन्छ नेपाली। त्यहाँ त $100 दियो भने। डाक्टर साहब, यस्ता संवेदनशील विषयमा पछिल्लो समयमा यो अहिले हामी संविधान सभा भाग 2 मा छौँ, तपाईहरुले कुरा उठाउनुहुन्छ? हामी उठाउँछौँ। एउटा कुरा मेरो निरन्तर प्रयास छ कि राज्यको सम्पूर्ण निकायको माइन्डसेट चेन्ज हुनुपर्छ, रिस्ट्रक्चर हुनुपर्छ। हाम्रो प्लानिङ कमिसन पञ्चायतकालीन छ। काठमाडौँमा बस्ने मान्छेलाई कसै थाहा हुन्छ कि हुम्ला जुम्लामा प्रायोरिटी के हो, कर्णालीमा प्रायोरिटी के हो, मधेसको कुन गाउँमा कुन प्रायोरिटी हो? तर योजना आयोगको एउटै अफिसले पुरा देशभरको प्लानिङ गरिदिन्छ। उसले जानै पर्दैन कहीँ। पञ्चायत त गइसक्यो, होइन सिस्टम मात्र गयो, माइन्डसेट त गएन नि, व्यक्ति त गएन। मलाई एउटा कुरा बताउनुहोस् कि 62-63 कि आन्दोलनपछि म आउनु पार्लियामेन्टमा माग्छु सरकारसँग कि श्वेत पत्र जारी हुनुपर्छ, व्हाइट पेपर भन्छ कि समावेशीको सिद्धान्त थियो, समग्र देश विकसित हुनुपर्छ, सम्पूर्ण देशको कुना काप्चा, चाहे हुम्ला जुम्ला होस्, चाहे मधेस होस्, चाहे राई होस्, पहाड होस्, हिमाल होस्, इच एन्ड एभ्री एरिया। त्यो के भएछ? जुन तपाईले यदि पुरै ऐतिहासिक रूपमा देख्नुहुन्छ, 1000 फ्यामिली बाहेक राणा कालदेखि पञ्चायत कालदेखि बौद्धल व्यवस्थादेखि गणतन्त्रसम्म बाहेक नेपालमा शासन गर्न पाएको छैन। 1% मान्छेको देशको 99% माथि रिसोर्समा कब्जा छ। र 99% मान्छेको 1% रिसोर्समा बाँडेर खान पर्ने बाध्यता छ। मेरो वर्डलाई माइन गर्नुहोस्। 1% मान्छे तपाईले भनिराख्नु भएको छ कि 1% व्यक्तिको अथवा समूहको जति पनि रिसोर्सेस छन् त्यो माथि कब्जा छ उनीहरुको। र 99% पिपल, टोटल नम्बर अफ पिपलको 99% चाहिँ जम्मा 1% रिसोर्स पर्ने स्थिति छ नि। पुनः फेरि म सम्बन्धकै विषयमा आएँ डाक्टर साहब। जस्तै डाक्टर साहबले जुन विषयलाई जति संवेदनशील तरिकाले उठाउनु भएको छ, तपाईहरू बीच अथवा पार्टीहरू बीच यस्ता खालका बहसहरू हुन्छन्? कति पटक हुन्छन्? हुँदैनन्? किन हुँदैन? होइन, कहिले पनि हुँदैन। किनभने हामी भन्यो नि कि नाइदर साइड इज अनेस्ट, एउटा फ्रेज छ अंग्रेजीमा। हामी कोही पनि इमानदार छैन। हामी कहिले कस्मेटिक गर्छौँ? जब प्रधानमन्त्रीको भिजिट हुन्छ त पूर्व राजदूतहरूलाई एउटा रिचुअल जस्तै हुन्छ नि कि हामी हिन्दू संस्कार अनुसार केही गरौँ भने पूजा गर्छु, स्नान गर्छु, जनै फेर्छु या धोती लगाउँछु, पण्डितलाई बुढाएर पनि अलि दक्षिणा दिन्छौँ, त्यो रिचुअल जस्तै पुरा गर्छौँ। ठ्याक्कै सरकारले के गर्छ भने अरू दिन उसलाई थाहा पनि छैन कि फरेन पोलिसीको के मतलब हो, हामी कुन देशसँग के कुरा गर्ने त्यो मतलब हुँदैन। किन सरकार डिस्कसन गर्न चाहन्छ? किन त सबै जान्ने आफै आत्मज्ञानी हुन्छ नि। त्यो सर्वव्यापी जस्तै भन्छ नि, सर्वज्ञानी पनि सरकार आफूलाई ठान्छ। ऊ एक्सपर्टको भ्यू लिनै चाहँदैन, डिबेट डिस्कस गर्नै चाहँदैन। हाम्रो कुनै एक्सपर्टलाई डेभलप हुनै दिन पनि दिँदैन, कुनै इन्स्टिट्युसनलाई डेभलप हुँदैन। तर प्रधानमन्त्रीको भिजिटको ठिक 2-3 दिन पहिला या अघिल्लो दिन जम्मै त्यो देशमा बसेको पूर्व एम्बेसडरहरूलाई बोलाइन्छ या अरू देशको एम्बेसडर। हामी के कुरा गरौँ? एम्बेसडरले आफ्नो रिचुअल जस्तै हुन्छ नि, सबै देवतालाई यहाँ आएको छ त यहाँ आएको छ त भन्छ नि, विष्णुलाई पनि, सरस्वतीलाई पनि, लक्ष्मीलाई पनि, गणेशलाई पनि सबैलाई बोलाउँछ नि। त्यो पनि हाम्रो एक्सपर्ट हुनु एकै दिन भनिदिन्छ। फेरि त्यो भिजिट आएपछि न त्यसको फलो मतलब छ, न त्यतातिर केही ध्यान पनि छ। डाक्टर साहब, अब अलिकति फेरि यही विषयमा कुरा गरौँ। हामीले सुनेका छौँ तपाईँ गीतामाथि विश्वास गर्नुहुन्छ। हो, म गीतामा विश्वास गर्छु। गीतालाई म आफ्नो आदर्श मान्छु। अब त्यही आदर्शलाई छातीमा राखेर भन्नुपर्दा तपाईँ सीमा क्षेत्रका जनताहरूको प्रतिनिधित्व गरेर आउने मान्छे र सीमा क्षेत्रमा हुने त्यस्ता गलत कामहरू
का विरुद्धमा तपाईँ आवाज उठाउनुहुन्छ, हामीलाई विश्वास छ भने चाहे त्यो तस्करी होस्, चाहे त्यो मानव बेचबिखन होस्, चाहे त्यो ड्रग्सको कुरा होस्, चाहे त्यो भनौँ न अपराधसँग सम्बन्धित विषय जोडिएका कुराहरू हुन्। अब यी विषयवस्तुहरूलाई तपाईँले न्यूनीकरण गर्नका लागि तपाईँको पार्टीले र तपाईँले के गर्नुहुन्छ? जसै म तपाईँलाई बताउँछु, तपाईँले उठाएको मुद्दा सही मुद्दा हो, यसलाई म पार्टीभित्र पनि बाहिर पनि म उठाउने गर्छु, म आफ्नो कन्स्टिट्युन्सीमा पनि। तर विडम्बना के छ भने त्यहाँ तस्करी पुलिसको संरक्षणमा हुन्छ। हामी एउटा वर्ड पढ्छौँ, स्टेट स्पोन्सर्ड टेररिज्म। स्टेटको निकाय, त्यहाँ आम जनताको रोल हुँदैन। त्यो जुन स्मगलर हुन्छ त्यो समाजको लागि ठुला बडा हुन्छ कि उनीहरूसँग पैसा हुन्छ, र त्यो पुलिसको स्कर्टिङमा, पुलिसको सहयोगमा पुलिसले लाइन क्लियर गर्छ कि यो बाटो लिएर जाऊ, चाहे सशस्त्र होस् चाहे नेपाल पुलिस होस्। मैले यो भन्न खोजेको होइन कि नेपाल पुलिस र सशस्त्र सबै तस्कर हुन्, तर पुलिसलाई थाहा हुन्छ कि समाजमा को स्मगलर हो, कुन रुटलाई थाहा हुन्छ। आम जनता त कहीं भोइसलेस पिपल हो नि, ऊ त साइलेन्ट इन्सपेक्टरमा बोल्यो भने त्यसलाई क्रिमिनलले पनि पिट्ने, पुलिसले पनि उसैले पिट्ने। फेरि आम जनताले तस्करी गर्न चाहँदैन, सीमामा कुनै विवाद होस् चाहँदैन। ड्रग्सको तस्करी होस्, चाहे फेक करेन्सीको होस्, चाहे विभिन्न खालको रक्तचन्दनको होस्, चाहे सुपारीको होस्, विभिन्न खालको भइराखेको हुन्छ। बिना राज्य संलग्न नभइकन हुँदैन। म तपाईँलाई बताउँछु, राज्यको मतलब कि मैले त्यसको लागि भन्न खोज्दैन कि प्रधानमन्त्री लेभलमा संलग्न हुन्छ, आइजी लेभलमा संलग्न हुन्छ, त्यो भन्न खोजेको होइन। तर त्यो कुरा आइजीलाई पनि थाहा हुन्छ, प्रधानमन्त्रीलाई पनि थाहा हुन्छ। पुछसम्म रोक्ने नरोक्ने, मिडियामा धेरै आइदियो भने अलिकति टाइट गरिन्छ, नभए त्यो निरन्तर गइरहेछ। दुवैतिर कुरा गर्दैछु। जसरी तपाईँ मसँग हिँड्नुहोस्, म दुवै देश, म भन्दैन कि म सभासद छु, म आफ्नो आइडेन्टिटी हिडेन गर्छु। तपाईँलाई जे सामान तस्करी गराउँछ दुवै देशको सुरक्षाकर्मी दिन्छ, तर त्यसको बाद तपाईँले पैसा दिनुपर्छ। दुवै देशको सुरक्षाकर्मी दिन्छु। पैसा दिने भने यसले पनि छुट्छ, उसले पनि छुट्छ। भयो भने टाइम टाइममा देखाउनु पर्छ कि म समात दिएँ। यदि कहीँ केही समात्य छ भने त्यसमा पैसाको कुराकानी नमिलेर हो। यहाँनिर कुरा रह्यो डाक्टर साहब, जस्तै तपाईँहरूले बुझ्नु भएको छ। अब तपाईँहरूले आफ्नो जनताको प्रतिनिधित्व पनि गर्दै आउनु भएको छ। यतिखेर तपाईँ संविधान सभाभित्र हुनुहुन्छ। संविधान सभा राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। भने तपाईँहरूले त त्यस्ता बुझेका कुरा, देखेका कुरामा त कन्ट्रोल गर्नका लागि के भने दबाब दिन सक्नु पर्थ्यो, के भने भनौँ न एउटा खालको म्यान्डेटै लिएर जानु पर्थ्यो। त तपाईँहरू त्यहाँ त्यति सक्षम नभएको हो? होइन, हामी सक्षम असक्षमको कुरा होइन। हामी जतिसुकै कुरा उठाएपछि पनि नसुनिदिएपछि के लाग्छ? गर्ने मान्छे इम्प्लिमेन्ट नगरिदियो भने के लाग्छ? कारबाही त गर्न सकिन्छ नि। मैले कहाँ एउटा कुरामा बताउनुहोस्, कानुनको कुन धारामा सभासदले कसैलाई कारबाही गर्ने अथोरिटी राख्छ मलाई बताउनुहोस्। अर्थात् कुरा त त्यहाँ जस्तै होइन, जस्तै यो कुरा होइन, संविधान सभामा त्यहाँ पनि रिचुअल हुन्छ। त्यहाँ उठाएको कुरा संविधान सभाको रेकर्डभित्र छ। आजसम्म कुनै मन्त्री या मन्त्रालय उसको प्रति जिम्मेवार त्यो अनुसार काम गर्छ, चाहे शून्य समय उठाएको होस् चाहे विशेष समयमा उठाएको होस्। त्यहाँ पनि एउटा खानापुर, मैले भने नि कि हामी आर्टिफिसियल वे अफ लाइफमा बाँचिरहेछौँ, आर्टिफिसियल पोलिटिक्समा बाँचिरहेछौँ। किनकि जबसम्म हामी एक्चुअल पोलिटिक्समा आउँदैन, एक्चुअल राष्ट्रियतामा हामी आउँदैन, जस्तै हामी करप्सन कन्ट्रोल गर्नु छ हामी भन्छौँ, तर हामी आफै करप्सनको लागि स्टार्ट गर्छौँ। डाक्टर साहब, कहिले आउँला एक्चुअल पोलिटिक्समा, एक्चुअल भनौँ त्यो व्यवहारमा हामी कहिले आउन सक्नेछ? अझै लाग्ला 10 वर्ष? हेर्नुहोस्, जुन गतिले गरिरहेछ अहिलेको एक्जिस्टिङ लिडरसिपलाई म पर्सनली मोस्ट अफ द लिडर्सलाई चिनेको छु, संयोगले सैकड़ोचोटि कुराकानी गर्न पनि पाएको छु। उहाँहरूमा आँट पनि छैन, आँट हुनुपर्छ। एउटा कुरा के भने कहिले काहीँ के हुन्छ, सही काम गर्नलाई आँट हुनुपर्छ। के भन्ला हामी के हुन्छ नि तुष्टिकरण नीति कि मिडियाले कहीं उठाइदेला कि सही कुरा भए पनि कहीं एक्सपोज गर्दा कहीं म बदनाम हुन्छु कि आफ्नो पपुलरिटी देखाउनु ढोङमा हामी सही काम गर्दैन। हामी के हुन्छ टाइम पास गरेर 2 महिना 4 महिना 6 महिना साल मन्त्री हुन्छ, प्रधानमन्त्री जान्छु। डाक्टर साहब, हामी कार्यक्रमको करिब अन्तमा छौँ र अब अलिकति बुदागत रूपमा हामीलाई भनिदिनुहोस् कि नेपाल र भारतको सम्बन्ध अब राम्रो हुनका लागि यी देखिएका दुरुपयोग हुँदा देखिएका चुनौती न्यूनीकरण गरी सम्बन्ध राम्रो बनाउनका लागि बुदागत रूपमा छोटो भन्नुपर्दा 1 2 3 4 के चाहिँ इमिडिएटली गरिहाल्नु पर्ला? फर्स्ट के भन्छ नि, नेपाल र भारतको सम्बन्ध राम्रो हुनको लागि नेपाल र भारत दुईटी सरकारको रियल सेन्समा, कस्मेटिक होइन,
सही सम्बन्ध हुनु पर्यो। हाम्रो राष्ट्रियताको परिभाषा सही ढङ्गले परिभाषित हुनु पर्यो। राष्ट्रियताको परिभाषा भनेको राष्ट्र र जनताको विकासको लागि हुनु पर्यो। कसैले गाली गर्नको लागि राष्ट्रियता बन्दैन। तेस्रो कुरा, हामी सुरक्षा निकायको बीचमा एकअर्काको कोअर्डिनेसन हुनु पर्यो कि ताकि खुला सिमाना भएको कारणले कुनै अवैध व्यापार, हात हतियारदेखि लिएर अथवा विभिन्न किसिमको तस्करी या ड्रग्सको जुन च्यालेन्ज छ अहिलेको मोडर्न लाइफमा त्यसलाई कसरी न्यूनीकरण, दुईटैको सुरक्षा निकायको रेगुलर 1 महिना 2 महिनामा बोर्डरको क्रस मिटिङ हुनु पर्यो। तेस्रो कुरा, हाम्रो पोलिटिसियनले सही कुरा गर्ने आँट राख्नु पर्यो दिल्लीसँग पनि बेजिङसँग पनि कि हामीलाई चाहिन्छ र त्यो कुरा आफ्नो जनताले पनि भन्नुपर्छ कि हामी यो विकास गर्न चाहन्छौँ, यो सहयोग लिन चाहन्छौँ। र हाम्रो प्रायोरिटाइज हुनु पर्यो कि हामी के सेक्टरमा भारतसँग सहयोग लिन्छौँ, के सेक्टरमा चाइनासँग सहयोग लिन्छौँ, के सेक्टरमा युरोपियन अमेरिकनसँग लिन्छौँ, एडिबीसँग लिन्छौँ, के सेक्टरमा हामी आफै गर्छौँ। हामी आफै पनि धेरै कुरा गर्न सक्छौँ। त्यो खुलेर बहस हुनु पर्यो र त्यसमा एक्सपर्टको भ्यू लिनु पर्यो। कसैसँग केही सल्लाह सुझाव लिने बित्तिकै कोही सानो हुँदैन। तर यहाँ के छ भने केही कसैसँग सल्लाह लियो भने आफूलाई सानो ठान्छ, के मलाई नजानेको मान्छे हेप्छ कि, त्यो माइन्डसेटबाट माथि हुनु पर्यो। चौथो कुरा, हाम्रो जुन आर्थिक नीति छ त्यसलाई सुधार गर्नु पर्यो। किनकि हामी इन्भेस्टरलाई इन्भेस्टिङ फ्रेन्डली इन्भाइरोमेन्ट त दिउँ कि हामी उसलाई 5 वर्षको ट्याक्स छोडिदिन्छौँ कि 5 वर्षको विद्युतको पैसा छोडिदिन्छौँ कि, या जहाँ फ्याक्ट्री बसाउँछ त्यहाँ हामी एप्रोच रोड बनाइदिन्छौँ कि, वा हामी त्यहाँ विद्युतको त्यहाँ पोलहरू ट्रान्समिसन लाइन क्रिएट गरिदिन्छौँ कि। त्यति मात्र होइन, हामी ट्रेड युनियन अथवा कुनै पोलिटिकल चन्दा र एकअर्कोलाई पोलिटिकल डाल्यौँ। यदि काङ्ग्रेसले केही सम्झौता गर्यो भने एमालेलाई खरी खायो, ए माओवादी माने माओवादी गऱ्यो भने कहाँ छ, त्यसमा हामी तथ्यगत लजिकमा जाँदैन। त्यो मुलुकको हितमा हो कि विहितमा होइन। अर्को पार्टीले गरे त्यस कारणले हाम्रो धर्म बन्छ अर्को पार्टीले विरोध गर्ने। त्यस कारणले हामी फरेन पोलिसीको मुद्दामा, राष्ट्रियताको मुद्दामा हामी एक ठाउँमा कमन मिनिमम प्रोग्राम बनाउनु पर्यो। सबै दलले एउटा साझा कार्यक्रम नबनाइकन र साझा कार्यक्रमको मिलन बिन्दु जनता र राष्ट्र हुनुपर्छ। अब के नेपाली काङ्ग्रेसले त्यसमा पहल गर्नुपर्छ। हामी पार्टीमा त्यो कुरा उठाउँछु र आगामी दिनमा निरन्तर यी विषयमा कुरा उठाइदिनुहोस्। हाम्रो तर्फबाट एकदमै धेरै अनुरोध छ तपाईँलाई। होइन, हामी एउटा कुरा पार्लियामेन्टदेखि लिएर हामी पहिलाको या अहिलेको पनि धेरै सभासद जस्तै रुटिन लाइफमा चल्ने हामी होइन। हामी के हुन्छ भने यहाँ राजनीतिमा आएका छौँ, एउटा मुद्दा लिएर आएछौँ, राष्ट्र र जनता, यसलाई विकास गराउन हामी प्रयत्न गर्छौँ। यदि प्रयत्न गरेन सकेन भने हामी जनतासँग माफी माग्छौँ। हामी ढोङ गरेर राजनीति गर्दैनौँ। हरद डाक्टर साहब, आफ्नो अति व्यस्त समयका बावजुद हाम्रो स्टुडियोमा आएर यो महत्त्वपूर्ण विषयमा छलफल र आफ्ना विचारहरू राखिदिनु, त्यसका लागि हाम्रो सम्पूर्ण युनिटबाट यहाँलाई धेरै धेरै धन्यवाद। हस्, तपाईँलाई पनि धन्यवाद जो दुईटामा आफ्नो विचार राख्न पाएँ तपाईँको अगाडि। आदरणीय दर्शकवृन्द, आज हामीले छलफल गऱ्यौँ नेपाल र भारत बीच रहेको सम्बन्धलाई अझ राम्रो बनाउनका लागि के गर्नु पर्ला। र हामीसँग स्टुडियोमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका एकजना नेता डाक्टर अमरेश कुमार सिंह। हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ। हाम्रो सम्पूर्ण युनिटलाई बिदा दिनुहोस्। नमस्कार।